इरानसँग चर्कँदो सैन्य तथा कूटनीतिक द्वन्द्वका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको एउटा अभिव्यक्तिले यति बेला विश्व भू राजनीतिमा ठूलो तरङ्ग पैदा गरिदिएको छ। न्युयोर्कको एक विशाल चुनावी र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले इरानलाई पूर्ण रूपमा पराजित गरेपछि रणनीतिक रूपमा अत्यन्तै संवेदनशील मानिने हर्मुज जलडमरूलाई अमेरिकी भूभाग घोषणा गर्ने अभूतपूर्व चेतावनी दिएका छन्। अन्तर्राष्ट्रिय जलक्षेत्र र सार्वभौमिकताको स्थापित मान्यतालाई नै चुनौती दिने गरी आएको यो असाधारण दाबीले विश्व समुदायलाई स्तब्ध बनाएको छ। कुनै अर्को महाद्वीपमा अवस्थित अन्तर्राष्ट्रिय जलमार्गलाई नै आफ्नो देशको सार्वभौम क्षेत्र बनाउने यो चेतावनी केवल ट्रम्पको राजनीतिक भाषण मात्र हो कि अथवा यसका पछाडि अमेरिकाको कुनै ठूलो रणनीतिक योजना लुकेको छ भन्ने विषयले थप सस्पेन्स पैदा गरेको छ। दर्शक वृन्द, आउनुहोस् आजको यस श्रृङ्खलामा हामी हर्मुज जलडमरूलाई अमेरिकी भूभाग घोषणा गर्ने ट्रम्पले दिएको अभिव्यक्ति र हर्मुज जलडमरूको वास्तविक धरातलको बारेमा विशेष चर्चा गर्नेछौँ। ट्रम्पको असाधारण चेतावनीपछि इरानका उपविदेश मन्त्री काजेम गरिबाबादीले दिएको जवाफ केवल कूटनीतिक वक्तव्य वा आक्रोश मात्र होइन, यो तेहरानको अस्तित्व र राष्ट्रिय सुरक्षासँग जोडिएको कठोर रणनीतिक अडान हो। सामाजिक सञ्जाल एक्समा गरिबाबादीले स्पष्ट शब्दमा भनेका छन्, स्ट्रेट अफ हर्मुज इरानको थियो, इरानको हो र इरानकै रहनेछ। उनले हर्मुज जलमार्ग कहिले खोल्ने वा बन्द गर्ने भन्ने अन्तिम निर्णय इरान आफैले गर्ने दाबी गर्दै अमेरिकालाई आफ्नो रणनीतिक हारको वास्तविकता स्वीकार गर्न आग्रह गरेका छन्। वाशिंटनले यो कुरा स्वीकार नगरेसम्म इरानले नाकाबन्दी र प्रतिरोध जारी राख्ने चेतावनी उनले दिएका छन्। इरानको यो आक्रामक भाषणले अमेरिकाको एकपक्षीय दाबीलाई पूर्ण रूपमा अस्वीकार गर्दै जलमार्गको साँचो अझै तेहरानकै हातमा रहेको कडा सन्देश विश्व समुदायलाई दिएको छ। दुवै जलमार्गको अवस्था झन्झन जटिल। अन्तर्राष्ट्रिय इन्धन आपूर्तिको मुटु मानिने हर्मुज जलडमरू यति बेला इतिहासकै सबैभन्दा जोखिमपूर्ण र अशान्त सैन्य क्षेत्रमा परिणत भएको छ। खास गरी अगस्तको दोस्रो साता वा पछिल्ला 7 दिनका घटनाक्रमलाई निहाल्ने हो भने हर्मुज र आसपासका ओमानको खाडी जलक्षेत्रमा तेल ट्याङ्कर तथा व्यावसायिक जहाजहरूमाथि श्रृङ्खलाबद्ध घातक हमलाहरू बढ्दै गएका छन्। अगस्त 13 मा संयुक्त अरब इमिरेट्सको सरकारी तेल कम्पनी अबुधाबी नेसनल आयल कम्पनीसँग आबद्ध 2वटा ठूला तेल ट्याङ्करहरूमाथि एकैसाथ आक्रमण भएको थियो। त्यसको ठिक 24 घण्टा नबित्दै अर्थात् यही अगस्त 14 को राति ओमान नजिकैबाट ट्रान्जिट भइरहेको ADNOC को अर्को तेल ट्याङ्करलाई निशाना बनाएर पुनः घातक मिसाइल तथा ड्रोन प्रहार गरियो। त्यसो त यसअघि पनि इरानी सेनाले NDNOC का धेरैजसो जहाजहरूमाथि रकेट र एन्टिसिप मिसाइलहरूबाट हमला गरे तापनि पछिल्ला दिनहरूमा लगातार भइरहेका यी आक्रमणहरूले सम्पूर्ण खाडी मुलुकहरूको अर्थव्यवस्थालाई यो दशककै कमजोर अवस्थामा पुर्याएको छ। इरानले जलमार्गमा आफ्नो प्रभावकारी घेराबन्दी जारी राख्दै आएको छ भने आक्रमणमा परेका जहाजहरूमा भीषण आगलागी हुँदा नजिकै तैनाथ अमेरिकी नौसेनाका युद्धपोतहरू मूकदर्शक बन्न बाध्य भएका छन्। त्यसो त इरानले हर्मुज जलडमरू मात्र होइन, यता लाल सागरमा रहेको बाबल मन्देब जलडमरूमा पनि त्यत्तिकै अवरोध पुर्याएको छ, जहाँ इरानले आफ्ना प्रोक्सी हुथी विद्रोहीलाई सक्रिय बनाएको छ। साउदी अरेबियाको राष्ट्रिय तेल कम्पनी आरामकोका तटीय पूर्वाधार तथा आयल रिफाइनरीहरूलाई लक्षित गरी भएका ब्यालिस्टिक मिसाइल तथा आत्मघाती ड्रोन प्रहारले स्थिति निकै भयावह बन्दै गएको छ। साउदी सीमा र समुद्री मार्गमा यमनका हुथी विद्रोहीहरूले लाल सागर र बाबल मन्देब जलडमरूमा साउदी तथा पश्चिमा जहाजमाथि आक्रमण तीव्र पारेका छन्। अगस्तको सुरुवातदेखि नै हर्मुज आसपासका जलक्षेत्रमा रहेका ठूला तेल ट्याङ्करहरू जस्तै इजिप्ट प्रोस्पेरिटी र अनप्राइड जस्ता विशाल जहाजहरू नजिक विस्फोट गराउने र इरानी नौसेनाद्वारा रेडियो चेतावनी दिँदै आएको भए तापनि यही अगस्त 11 र 12 मा हुथी विद्रोहीले यस जलमार्गबाट गुज्रिरहेको इजिप्टियन स्वामित्वको र खाद्यान्न बोकेको तिहामाहा नामक व्यापारिक जहाजमाथि लगातार 3वटा ब्यालिस्टिक मिसाइल प्रहार गरे। उक्त आक्रमणमा परेर चालक दलका सदस्य सहित उद्धारमा खटिएका यमनी नौसेनाका सैनिक गरी कुल 6 जनाको ज्यान गयो भने 10 भन्दा बढी गम्भीर घाइते भए। विद्रोहीहरूले घाइतेहरूको उद्धार गर्न पुगेको टोलीलाई लक्षित गरी दोहोर्याएर अर्को मिसाइल प्रहार गरेर मानवीय उद्धार कार्यमा समेत अवरोध सिर्जना गरेका थिए।
हर्मुजबाट दैनिक 138 भन्दा बढी जहाजहरू आउजाउ गर्ने सामान्य अवस्थाको तुलनामा अहिले त्यो संख्या घटेर प्रतिदिन 15 भन्दा मुनि झरिसकेको छ भने यता बाबल मन्देब जलडमरूबाट दैनिक 50 भन्दा बढी ठूला व्यापारिक तथा तेल ट्याङ्करहरू गुज्रिने गरेकोमा अहिले त्यो संख्या घटेर प्रतिदिन 10 भन्दा पनि मुनि झरिसकेको छ। यसरी दुवै जलमार्गमा कब्जा जमाएर बसेको इरानलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलडमरूलाई चाँडै नै अमेरिकी भूभाग घोषणा गर्ने र इरानमाथि इतिहासकै कडा आर्थिक नाकाबन्दी लगाउने बताएपछि दुवै जलमार्गको अवस्था झनझन जटिल बन्दै गएको छ। साम्राज्य गलाउने हर्मुज जलडमरू। हर्मुज जलडमरूमा यतिबेला अमेरिकी नौसेना र इरानी प्रतिरोध बल बीच देखिएको भीषण मुठभेड केवल केही तेल ट्याङ्करहरू जोगाउने वा डुबाउने सैन्य कारबाहीमा मात्र सीमित छैन। यदि यस घटनाक्रमलाई गहिरो भूराजनीतिक दृष्टिकोणबाट विश्लेषण गर्ने हो भने यो सङ्घर्ष वास्तवमा हर्मुजको पानी कसको अधिकार क्षेत्रभित्र पर्छ भन्ने प्रादेशिक प्रश्नमा मात्र सीमित नरहेको प्रश्न हुन्छ। यो त 21औं शताब्दीको विश्व व्यवस्थामा महाशक्तिहरू र क्षेत्रीय शक्तिहरू बीच अन्तर्राष्ट्रिय रणनीतिक चोक पोइन्टहरूमाथि कसको अन्तिम नियन्त्रण रहने भन्ने महासङ्ग्रामको एउटा केन्द्रीय अध्याय हो। हर्मुज जस्ता साँघुरा तर अत्यन्तै संवेदनशील जलमार्गहरू नै विश्व व्यापार, ऊर्जा सुरक्षा र वैश्विक अर्थतन्त्रको मेरुदण्ड हुन्। यदि अमेरिकाले ट्रम्पको दाबी अनुसार वा आफ्नो अत्याधुनिक नौसैनिक र हवाई शक्तिको बलमा हर्मुज जलडमरूमा स्थायी सैन्य नियन्त्रण वा प्रभुत्व स्थापित गर्न सक्यो भने त्यसले अन्तर्राष्ट्रिय समुद्री कानुन र वैश्विक शक्ति संरचनामा एउटा नयाँ र अभूतपूर्व नजिर कायम गर्नेछ। यसको सिधा अर्थ हुनेछ अन्तर्राष्ट्रिय जलमार्गहरूमा अमेरिकाको एकलौटी सुरक्षा र आर्थिक एकाधिकार पुनः स्थापित हुनु, जसले गर्दा अन्य कुनै पनि क्षेत्रीय शक्तिले पश्चिमा प्रभुत्वलाई चुनौती दिन सक्ने छैनन्। यसले अमेरिकालाई विश्वव्यापी व्यापारिक जहाज सञ्चालन र इन्धन परिवहनमा साँचो हात पार्ने अनगिन्ती रणनीतिक लाभ प्रदान गर्नेछ। यसको विपरीत यदि इरानले अमेरिकाको व्यापक सैन्य, आर्थिक तथा कूटनीतिक दबावका बावजुद हर्मुज जलमार्गमा आफ्नो पहुँच, प्रतिरोध क्षमता र बार्गेनिङ पावर जोगाइराख्न सफल भयो भने त्यो 21औं शताब्दीको वैश्विक राजनीतिमा अझ ठूलो जियोपोलिटिकल सिग्नल हुनेछ। यसले के प्रमाणित गर्नेछ भने अत्याधुनिक प्रविधि र सैन्य बजेटमा विश्वकै सर्वोच्च मानिएको अमेरिकी महाशक्तिलाई पनि रणनीतिक रूपमा महत्त्वपूर्ण जलमार्गहरूमा अडिग रहेका क्षेत्रीय शक्तिहरूले चुनौती दिन र घुँडा टेकाउन सक्छन्। इरान, रुस र हुथी जस्ता शक्तिहरूको साझा रणनीतिक प्रतिरोधले पश्चिमा एक ध्रुवीय विश्व व्यवस्थालाई बहुध्रुवीयतर्फ धकेल्न मद्दत गर्नेछ। अमेरिकी घोषणा र अन्तर्राष्ट्रिय कानुन। यदि भविष्यमा अमेरिकाले इरानलाई पराजित गरेर हर्मुज जलडमरूलाई अमेरिकी भूभाग घोषणा गरे तापनि अन्तर्राष्ट्रिय कानुन र वैश्विक कूटनीतिक धरातलमा यसको कुनै कानुनी वैधता कायम हुन सक्दैन। संयुक्त राष्ट्रसङ्घीय समुद्री कानुन सम्बन्धी महासन्धि अनुसार कुनै पनि सार्वभौम सत्ता सम्पन्न राष्ट्रको तटीय जलक्षेत्र 12 समुद्री माइलसम्म मात्र फैलिएको हुन्छ। हर्मुज जलडमरूको उत्तरी भाग इरानको र दक्षिणी भाग ओमानको भौगोलिक तथा कानुनी सार्वभौमिकताभित्र पर्दछ। तसर्थ हजारौं किलोमिटर टाढा रहेको अमेरिकाले हर्मुजलाई आफ्नो भूभाग घोषणा गर्नु अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन मात्र होइन, सार्वभौमिकताको अवधारणामाथि नै प्रहार हो। कानुनी रूपमा अमेरिकाले यस्तो घोषणा गर्दैमा कुनै पनि अन्तर्राष्ट्रिय निकाय, संयुक्त राष्ट्रसङ्घ वा विश्व समुदायले यसलाई मान्यता दिने छैनन्। यसका साथै अन्तर्राष्ट्रिय समुद्री कानुनले हर्मुज जस्ता रणनीतिक जलमार्गहरूलाई अन्तर्राष्ट्रिय जलडमरूको रूपमा परिभाषित गरेको छ, जहाँबाट विश्वका जुनसुकै देशका व्यापारिक तथा जलपोतहरूलाई निर्दोष ट्रान्जिटको अधिकार प्राप्त हुन्छ। ट्रम्पको घोषणाले यदि अमेरिकी नौसेनालाई जबरजस्ती कब्जा जमाउन र अन्य देशका जहाजहरूलाई रोक्न प्रेरित गर्छ भने त्यसलाई अन्तर्राष्ट्रिय कानुन अनुसार समुद्री डकैती वा अवैध कब्जा मानिनेछ। इरान र ओमान दुवैले यसलाई आफ्नो राष्ट्रिय अखण्डतामाथिको प्रत्यक्ष आक्रमण मान्दै संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदमा अमेरिका विरुद्ध कानुनी र कूटनीतिक चुनौती दर्ता गराउन सक्छन्। अमेरिका स्वयं संयुक्त राष्ट्रसङ्घीय समुद्री कानुन सम्बन्धी महासन्धिको पूर्ण हस्ताक्षरकर्ता राष्ट्र नभए पनि उसले सधैँ समुद्री आवागमनको स्वतन्त्रताको वकालत गर्दै आएकोमा हर्मुजलाई अमेरिकी भूभाग दाबी गर्दा उसकै नैतिक र कानुनी अडान ध्वस्त हुनेछ। अब यहाँ प्रश्न उठ्छ, आखिर डोनाल्ड ट्रम्पले कहिले हर्मुजमा 20% कर लगाउने त कहिले हर्मुज जलडमरूलाई अमेरिकी भूभाग नै बनाइदिने जस्ता अराजक र विरोधाभासपूर्ण बयानबाजी किन गर्छन् त?
के साँच्चै उनको मानसिक अवस्था ठिक छ अथवा यो कुनै सुनियोजित रणनीतिको हिस्सा हो? ट्रम्पको अराजक र विरोधाभासपूर्ण बयानबाजी। कूटनीति र राजनीति शास्त्रका विज्ञहरू यसलाई ट्रम्पको मानसिक कमजोरी नभई राजनीति शास्त्रको प्रसिद्ध म्याडम्यान थ्योरीको आधुनिक प्रयोग भन्ने गर्दछन्। शीत युद्धका बेला अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले सुरु गरेको यो रणनीतिको मूल मर्म नै शत्रुलाई भ्रममा राख्नु हो। विरोधी पक्षलाई आफू अप्रत्याशित, सन्की र जे पनि गर्न सक्ने पागल जस्तो देखाउन सकियो भने शत्रु डराउँछ र सम्भावित आक्रमण वा तनावबाट पछि हट्छ भन्ने यसको मान्यता हो। ट्रम्पले बारम्बार इरान विरुद्ध यही अस्त्र प्रयोग गरिरहेका छन्। यो रणनीतिमा कहिले अत्यधिक कठोर र चरम धम्की दिने त कहिले अचानक नरम र प्रशंसक बनिदिने व्यवहार यसको विशेषता हो, जसले शत्रु पक्षलाई अब के हुन्छ भनेर अनुमान लगाउनै नसक्ने बनाइदिन्छ। तर ट्रम्पको यो रणनीति इरानले राम्रोसँग बुझिसकेको छ। यति बेला अमेरिका इरान युद्धमा निकै रक्षात्मक र जटिल अवस्थामा छ। जब कुनै महाशक्ति प्रत्यक्ष सैन्य कारबाही गरेर परिणाम हासिल गर्न नसक्ने स्थितिमा पुग्छ तब उसले यस्तै असम्भव, असान्दर्भिक र पत्याउनै नसकिने खालका दाबीहरूको सहारा लिने गर्दछ। हर्मुजलाई अमेरिकी भूभाग बनाउने वा 20% कर असुल्ने जस्ता भनाइहरू रणनीतिक चतुर्याई नभएर वास्तवमा अमेरिकाको घट्दो सैन्य प्रभाव र विकल्पहीनताको उपज हुन्। युद्ध लड्नका लागि हतियारको अभावमा पछाडि हट्नु परिरहेको अवस्थामा ट्रम्पका यी दाबीहरूलाई सैन्य वा कानुनी रूपमा कहिल्यै कार्यान्वयन गर्न सकिँदैन भन्ने कुरा इरानलाई राम्रोसँग थाहा छ। त्यसैले ट्रम्पका यस्ता गैर जिम्मेवार अभिव्यक्तिहरूले अमेरिकाको धम्कीलाई झनै हल्का र प्रभावहीन बनाइदिन सक्छन्। अब फेरि प्रश्न उठ्छ, जब आफ्नै दाबीको कुनै इज्जत रहँदैन तब पनि ट्रम्प किन यस्ता कच्चा र हास्यास्पद बयानबाजी जारी राख्छन् त? यसको मुख्य कारण अन्तर्राष्ट्रिय कूटनीति नभई आन्तरिक राजनीतिक बाध्यता र व्यक्तिगत ब्रान्डिङ हो। ट्रम्पको सम्पूर्ण राजनीति मिडिया डोमिनेसन र आक्रामक छविमा टिकेको छ। युद्धको मैदानमा इरान र उसका समर्थकहरूलाई पछाडि धकेल्न नसकेपछि मिडियाको हेडलाइन कब्जा गर्न र आफ्ना आन्तरिक समर्थकहरूलाई आफू अझै पनि संसारकै शक्तिशाली र निडर नेता हुँ भन्ने भ्रम दिन उनले यस्ता चरम बयानबाजीको सहारा लिन्छन्। उनका समर्थकहरूका लागि यी दाबीहरूको कानुनी वा व्यावहारिक सम्भाव्यता भन्दा पनि ट्रम्पको अमेरिका फर्स्टवाला आक्रामक शैली मुख्य विषय बन्ने गर्छ। त्यसैले ट्रम्पले दिने यस्ता बयानबाजीहरू शत्रुलाई डराउन वा धम्क्याउन नभई आफ्नै मतदाता वा नागरिकहरूको आँखामा छारो हाल्नका लागि गरिएका दाबी मात्र हुन्। वास्तवमा भन्ने हो भने रणनीतिक टाट पल्टाइको अवस्था हो। मध्यपूर्वको वास्तविक धरातलमा अमेरिकी सैन्य उपस्थितिमाथि प्रश्न उठिरहेको र प्रत्यक्ष युद्ध लड्ने क्षमता तथा इच्छाशक्ति घट्दै गएको अवस्थामा ट्रम्पले आफ्ना कमजोरीहरूलाई लुकाउन अमूर्त र काल्पनिक दाबीहरूलाई हतियार बनाइरहेका छन्। यो एक प्रकारको ब्लफ स्ट्र्याटेजी हो, जहाँ आफू भित्रबाट निकै कमजोर र खोक्रो भइसक्दा पनि बाहिर निकै भयानक र शक्तिशाली देखाउने प्रयास गरिन्छ। यति बेला इरान मात्र होइन, सम्पूर्ण विश्वले ट्रम्पको यो ब्लफ स्ट्र्याटेजी बुझिसकेका छन्। सम्भवतः इरानले यही सत्य बुझेर केही दिन अघि इस्लामिक रेभोल्युसनरी गार्ड कोरका वरिष्ठ सल्लाहकार मोहम्मद रजा नकदी मार्फत ट्रम्पको कार्यकाल अन्त्य नभएसम्म यो युद्ध लम्बिरहने सङ्केत दिएका थिए। समग्रमा भन्नुपर्दा हर्मुज र बाबल मन्देब जलडमरूमा चर्किएको यो द्वन्द्व केवल दुई देश बीचको सैन्य तनाव वा व्यापारिक जहाजहरूमाथिको आक्रमणमा मात्र सीमित छैन। डोनाल्ड ट्रम्पका असम्भव तथा कानुनी रूपमा शून्य दाबीहरूले अमेरिकी कूटनीतिक शाख र रणनीतिक विकल्पहीनतालाई नाङ्गो पारिदिएका छन् भने इरानले अपनाएको असन्तुलित युद्ध नीतिले महाशक्ति अमेरिकालाई दीर्घकालीन सैन्य तथा आर्थिक घेराबन्दीमा धकेलिदिएको छ। ट्रम्पले आफ्ना आन्तरिक समर्थक र मिडियालाई प्रभावित पार्न प्रयोग गरेको ब्लफ स्ट्र्याटेजी र आक्रामक बयानबाजीलाई इरान र विश्व समुदायले बुझिसकेको छ। त्यसैले हर्मुज जलडमरू अब कसको अधीनमा रहन्छ र कहिले खुल्छ भन्ने कुरा इरान युद्धले कस्तो मोड लिन्छ भन्ने कुरामा निर्भर रहन्छ। दर्शक वृन्द, तपाईलाई आजको यो श्रृङ्खला कस्तो लाग्यो हामीलाई कमेन्टमा अवश्य बताउनुहोला। साथै आजको श्रृङ्खला तपाईलाई राम्रो लाग्यो भने लाइक तथा शेयर गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र साथमा रहेको बेल आइकन पनि थिच्नुहोस् ताकि हामीले अपलोड गर्ने नयाँ भिडियोको जानकारी सबैभन्दा पहिला तपाईलाई प्राप्त होस्। आजका लागि
यति नै। अर्को भिडियोमा अझै रोचक तथा जानकारीमूलक सामग्री लिएर आउने नै छौँ। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।